जनकपुर धामस्थित प्रसिद्ध जानकी मन्दिर धार्मिक आस्था र मिथिलाञ्चल संस्कृतिको प्रमुख केन्द्रका रूपमा रहेको छ। भगवान श्रीरामकी पत्नी माता सीताको जन्मस्थल जनकपुरमा अवस्थित यो मन्दिरलाई नवरानी महल शैलीको अद्वितीय वास्तुकलाका कारण पनि विशेष मानिन्छ। भारतीय र मुगल वास्तुकलाको मिश्रणमा बनेको यो मन्दिर सेतो संगमरमरले सजिएको छ, जसले यसको सौन्दर्यलाई अझ आकर्षक बनाएको छ। मन्दिरको भव्य संरचना, रंगीन झ्याल ढोका र विस्तृत प्राङ्गणले हजारौं भक्तजनलाई दैनिक रूपमा आकर्षित गर्ने गरेको छ। विशेष गरी विवाह पञ्चमी, रामनवमी र विभिन्न धार्मिक पर्वहरूमा यहाँ ठूलो संख्यामा तीर्थयात्रीहरूको भीड़ लाग्ने गर्छ। नेपाल र भारत दुवै देशबाट आउने श्रद्धालुहरूले जानकी मन्दिरलाई आस्थाको केन्द्रका रूपमा मान्ने गरेका छन्। धार्मिक महत्त्वसँगै जानकी मन्दिर मिथिलाञ्चलको कला, संस्कृति र पहिचानको प्रतीक पनि बनेको छ। पर्यटन प्रवर्धनमा समेत यसको ठूलो योगदान रहेको स्थानीयहरूले बताएका छन्। यसरी जानकी मन्दिर केवल धार्मिक स्थल मात्र नभई ऐतिहासिक सम्पदा र सांस्कृतिक गौरवको जीवन्त प्रतीकका रूपमा स्थापित भएको छ।